एभ्रिवान नमस्ते स्वागत छ हजुरलाई मेरो युट्युब च्यानलमा। आजको भिडियो चाहिँ हामी बिउ के भन्दै गएको थियो भन्नु बोल्नु पासकेको के गाइस अरूलाई होली लाग्यो हामी नन्द हजुरलाई चाहिँ रमाइलो गाले हामी नन्द अरू होली खेल्न कहाँ गयो। हामी नन्द हजुर चाहिँ उता मन्दिरतिर गौशालामा जान्छौँ अनि भिडियो बनाएर आउँछौँ यस्तो गएर। यस बोर भइरहेको थियो, त्यही भएर म पनि बोर भयो भनेको थिएँ। अनि भाउजूलाई बोर भयो अनि हामी घुम्नु निस्केको एकछिन। बिमुको मेकअप देखाइदिनु। मेकअप मैले गरिदिएँ कस्तो देखियो गाइज कमेन्ट गर्नु ल। जाँदैछ मम्मी के हो ए गाइज नानी नानी चिन्दैन हामीले तर हामीलाई चिन्यो हामीले चिन्दैनौँ हामीलाई चिन्यो होला नि। त्यहाँ के हो यो होटल हो र? कुन यो होइन के हो त पुरा होटलको जस्तै एउटा राख्यो अन्त। यहाँ चाहिँ एउटा अङ्कलले भिडियो गराउनु भयो भने बादल चाहिँ हामीले तिनको भिडियो चाहिँ खिचाएन उहाँको भिडियो चाहिँ खिचाएन नि त। अनि हाम्रो बोल्दै आँखा त्यही त किन गर्ने हो र अरूको। हामी नन्द भाउजू चाहिँ काफीमा बोल्न पतर होइन त पुग्छौँ गौशाला पनि देखाउँछौँ हजुरहरूलाई। मेरो बाबा कहाँ हो कि यहीबाट पढ्ने उता स्कुलमा उयो यो स्कुलमा यो गौतम बुद्ध होइन यो कुन हो त? यो त शक्ति शिव शक्ति पढाइ पनि खाने हेर्नुहुन्छ होला होला के भन्नु गौशालामा आएको भन्नु कि बाबाले हेरेको बिहानदेखि मैले बाबालाई हेरेँ। हामीले उता मैले यहाँ चाहिँ यो यहाँ स्कुल छ एउटा पुलिसहरू हुन्छ माध्यमिक मैले प्राथमिक तहको विद्यालय छ यहाँ। मेरो बाबा चाहिँ पुलिस हो, त्यही भएर यहाँ चाहिँ यस्तो चुनावमा जानुभयो यही स्कुलमा। मलाई थाहा छैन अनि म कति हिजो मैले भनेको थिएँ नि म बाबालाई पानी पुऱ्याउने भनेर अनि पछि बाबाले पढ्दिनँ म लिन आउँछु भनेर म रोएर अनि जहाँ बाबालाई जाने भनेर अनि मम्मी घुमाउनु निकाल्नु भएको थियो। अनि मैले आज बिहानदेखि बाबालाई देखेको छैन। बाबा यहाँ आउनुभयो होला नि त चुनावमा त यता बस्नु पर्छ नि त्यही भएर बिहानदेखि यहाँ त बन्द गरेर चलाउनु ए पुलिसहरू निस्किँदैनन्। हामीले त के हुन्न हामी यहाँ गौशालामा जाने हो त। यहाँ पनि बन्द यता होला दामी हो जङ्गल त यहाँ पनि उहाँ चौरमा गएर बस्नुलाई एकछिन उताबाट जाऊँ कि मन्दिरतिरबाट जाऊँ है। चोरमा गएर किन बस्ने यत्तिकै बस्छौँ न कुरा गरेर भिडियो बनाएर। यहाँ चाहिँ हामी लट्ठीहरू निकाल्दै त्यति नै मौरी बस्छ थियो अनि हामीले छोप्न क्यामेरासँग देख्छौँ न धौ बिमुरीबाट राम्रोसँग छोप्नुहुन्छ या म त जान्दिनँ क्यामेरा छोप्न पनि। मलाई बहुत भयो नि मैले भिडियो बनाएको। मैले भिडियोहरू पनि बनाउँछु मेरो युट्युब च्यानल। बिमुको पनि युट्युब च्यानल छ बिमु मात्र हो नि बिमु मात्र युट्युब च्यानल छ सब्सक्राइब गरिदिनु होला। हामी चाहिँ भिडियो बनाउनु जान्दिनँ त्यही पनि मेरो रियल नाम के हो? बिमिजा थाहा मलाई। मेरो रियल नाम हो बिमिजा। तपाईँले बिमु भन्छ मेरो मम्मी बाबाले नि तर मेरो नाम हो बिमिजा। हामी चाहिँ गाइस यहाँ गौशालामा आइसक्यौँ। यहाँ अरू बेला चाहिँ कति धेरै अहिले चाहिँ नआएको रहेछ यति सबै घुम्न गएन अहिले साँझ पर्ने बेलामा साँझ अब हामीले लिएर चाहिँ कति क्युट बाच्छे खै ओके हेर्नु कस्तो त्यो बाच्छे कति क्युट देखेकै छैन ए कति धेरै बच्चा जन्म थियो नि साढे केजी लानु यो गोरु पहिला हाम्रो घरमा कति आउँथ्यो
यो वाला होइन त्यो त्यहाँ चार खाँदै त्यो गरुले गाइज हामी नन्दबाबु चाहिँ अरू सबै होली मनाउनु गयो हामी नन्दबाबु चाहिँ घर बस्दा बस्दा बोर भयौँ भनेर यस्तो बाहिर निस्क्यौँ भनेर अब जाने ठाउँ कतै होइन बजारतिर जाऊँ भने झ्याउ लाग्छ अनि यहाँ गौशालामा आफूम एकछिन बस्छौँ यहाँ म बजारतिर जाऊँ होलीको रङ फालिदिन्छन् कि अब यहाँ एकछिन यहाँ गौशालामा हेर्छौँ अनि त्यहाँ चौरमा गएर बस्छौँ त्यो चाहिँ भिडियो गर्छौँ गरिदिनु थाहा छैन जति भिडियो चाहिँ काट्यो क्या जोराम्ला जोराम्ला काट्यो कि यस्तो रोकिन्छ कि काट्दा यस्तो दाबिन्छ क्या उलाले हातले यस्तो काटिन्छ क्या र न हजुर कस्तो राम्रो छोप्नु चाहिँ के भने गाइस हामी त्यही हो महिना मेरो हाल यस्तो यस्तो हुन्छ हल्लियो हल्ने नहल्लाउनु यताको पनि सिक्छु हो यस्तो गोरुले आइसकेको मम्मी डलायो मलाई त कत्रो सिङ्गो डलायो गाइस मलाई एकचोटि जय श्रीराम गाइस मलाई चाहिँ एकचोटि गोरुले हान्नु थियो नि कहाँ हो साँच्चै यहाँ खुट्टामा हेर्न कसको गोरुले सेतो गोरु थियो झन् मैले खाना दिन्छु भनेको झन् हान्छ ढुङ्गाले हानिदिनु थियो अनि मान्छे यहाँ बस्छौँ त यहाँ त कपाल यहाँ बस्छन् कि यहाँ सुत्छन् दिउँसोमा त बस्छन् कि सुत्न त सुत्छन् तर तिनीहरू अफिसमा कि कहिलेकाहीँ यहाँ सुत्छन् बाबा त सुत्न आउनु न घर कहिलेकाहीँ हो छुट्टी मिले पो नत्र भए होइन अफिसमै हो मेरो हात दुख्यो यार मेरो गाइस फेरि काट्यो क्या हामीले मैले फेरि स्टार्ट गरेँ काटी गऱ्यो यहाँ पुरा रङहरू तलाई हात दुख्यो त्यो गाइस अहिले चाहिँ हामीले एकछिन रोक्छौँ है हामी चौरमा पुगेपछि हजुरलाई हामीले भिडियो देखाउँछौँ है त्यो गाइस अब चाहिँ हामीले चौरमा आइसक्यौँ यहाँ चाहिँ एकदमै धेरै फोहोरहरू छन् यहाँ चाहिँ काँडाहरू पनि यहाँ चाहिँ बलहरू खेल्छन् चौर कस्तो गाइस अहिले अगाडि गर्दा चाहिँ अब खासै राम्रो हामी यति पुरा पानी पर्यो चौरमा जाने त बाटो त्यस्तो छ त के ए यताबाट रहेछ नि त ए गाइस राम्रो रहेछ यति गाइस कस्तो दामी हो ओए कस्तो राम्रो भन पुरा पत्ताहरू खस्यो पुरै कस्तो दामी म देखिनँ आउनु ल फेरि यस्तरी हामी नन्द हजुरको उमेर नि मिल्दैन हाइट नि मिल्दैन तर हामी नन्द हजुरको भाइस चाहिँ खत्रै मिल्छ है गाइस होइन त्यही त भनेको उहाँ 9 वर्षको म 26 वर्षको हाइट हेर्नु हाइट नन्द हजुर अब हामी एकछिन यहाँ चौरमा बस्छौँ हेर्नु न देख्थ्यो कस्तो पातहरू झरेर झऱ्यो कि होइन कि यस्तो घरबाट मैले हेर्दाखेरि ठुलो यहाँ फुटबल पनि खेल्छ नि यहाँ खेल्ने गार्डन भयो नि त्यो अब यता त मान्छे सुत्यो है जुम गरिदेऊ न बहु अरूलाई देखाउनु न गाइस एउटा मान्छे चाहिँ यो चौरमा सुतेको छ त्यो रक्सी खाएर होला कि होइन कि ए केटी हो चाहिँ केटी हो बाउले म त जाने बित्तिकै मलाई झ्याउ लाएर म नुहाइहालेको थिएँ अझै पनि भएको नि होली होइन आफ्नो साथीसँग एकछिन वान के हो त्यो खै म चढ्ने म चढौँ नै रुखमा चढ्ने होइन कि त्यो रुख होइन के यति बसौँ न त ए हो त हाम्रो मिस्टी आयो भनेको यहीँ बसौँ यहाँ बसेर के गर्ने आनन्द लाग्छ गाइस यस्तो हल्का घाम लाग्यो कति दामी देखिन्थ्यो नि जा 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 जा
खान्छ ऊ जा जा हामीसँग खानेकुरा जो होइन बस यहाँ बस 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 चिनेर हो कि हाम्रो उता घरतिर बस्छ नि त बुनिदिको बुनिदिनु सकिन्छ नि त त्यही भएर चिनेर यो बुनिदिले कुकुर हिँडालेर एकचोटि टोकेको थियो है सुई लाउनै बस्नु भयो सुई लगाउँदै बस्नुहुन्छ असम्म यति सुई लगाएर किन कुकुरलाई नछोड्ने ए केटाकेटी रहेछ कि त्यहाँ केटा ऊ त्यहाँ के सुतेको ठाउँमा के होइन के थियो कि अनि उता बारमा बस्छ नि केटा दुईवटा आएकोमा कि हामी नन्दा भाउजू थियौँ गाइज अहिले चाहिँ हाम्रो साथी एकजना पनि थप हाम्रो साथी हो यो बुन्दिले खेलाउनुहुन्छ बस भन्दाखेरि ठ्याक्कै बस्छ हाम्रो घर त्यही पछाडि हो हामी बोर भएर यता ऊ त्यो हो नि ऊ त्यो टिनको ऊ त्यो घरको अलि यता गएर आइहाल्छ झ्याउ लागेर आएको एकछिन बस्छौँ यहाँ शान्त भयो भजन बज्यो एकछिन बस्छौँ अनि जान्छ सके बाद आनन्द हुन्थ्यो हामी त यहाँ फिल्म हेर्न आए जस्तै भयो देखाउन मिल्दैन र हो अरूलाई होइन बसिरहेको थियौँ भिडियो हेरिरहेको थियौँ अनि मलाई बोर लाग्यो बस्दा बस्दै फेरि हामी बोर लगाएर यहाँ आएको फेरि यहाँ बस्दा बस्दै बोर लाग्यो अब यहाँ एकछिन अन्त पछि पछि आयो यहाँ चाहिँ उसलाई के चाहियो के यसलाई खाने भित्र भोक लाग्छ आइज हाम्रो घर गएर खावास बोल्नु हुन्छ खाल्टो कैसे खाल्छ गयो फर्क्यो या तँ यता आएन त्यो पहाडको जस्तै होइन के छ हाम्रो घरको पछाडि नि एउटा ताल छ गाइज आजसम्म हामीलाई थाहा थिएन हजुरलाई यो ताल देखाउँछु ल मैले मेरो छतबाट माय गॉड कति गएर छ कुदम त यहाँ कपडा डुब्नु ल्याइदिनु तपाईँले है गन है गन लोट मार्न नजान है लोटिन्छ के हुनु के बाउ छ्याक गर्न मजा गरेको के खाल्छ कहाँ जान्छु रस्तोमा यहाँबाट निस्किन सक्दिनँ हो उतैबाट निस्किन्छ हामी यहाँ घर जाँदैछौँ पैसा लिएर हिँड्दै के पैसा लिएर हिँड्थ्यो नि कहाँ गएर खानु त्यो पैसा लिएर आएको भए पनि भन्नु के हो अब यतिमा पनि डर लाग्छ अरे यस्तोमा पनि गाइस मलाई यस्तो पहाडहरूमा त म पहाडमा बसे पार मलाई यस्तोहरूको आदत हुन्थ्यो कि म चाहिँ अब नेपालमा नेपालमा होइन तराईमा म सहरमा गयो नि यो त तराई भन्नु न सहर होइन कि तराई भन्नु सहर हो कि सहर गाडीहरू हिँड्छ त्यति गाइस के गाडीहरू हिँडेर सहर हुन्छ र पहाडमा घुम्नु त्यस्तो पाहाडमा पनि फेरि गयो हुनाले कि नचलाउनु ऊ इसीमा त्यहाँ हुन्छ यहाँ जम्मा घर काम गर्नुपर्छ कस्तो खायो हामी जाँदा हजुर डेटिङ आएको गाइस दुईजना चाहिँ बोरिङ भएर के भयो त्यो बाटो जा